शुभ प्रभात आमा। हाँ। शुभ प्रभात निशा। आज तिम्रो चिया बनाउने दिन हो आमा, आज म बनाउँछु। आमा, तपाईँ आराम गर्नुस्, म चिया बनाइदिन्छु। बुहारी, तिमी मेरो छोरी जस्तै हौ। यो मसला अलि थोरै हाल्दा मिठो हुन्छ। अहिले हाले? हो, ठिकै भो। धन्यवाद आमा, तपाईँबाट धेरै कुरा सिक्दैछु। अब यो मसला हाल्ने। धन्यवाद। सॉरी आमा, मेरो गल्ती भयो। केही हुँदैन, समनभन्दा सम्बन्ध ठुलो हो। आमा, म धेरै लकी छु, मेरो घरमा माया नै माया छ। हो नि। तिमीहरूसँग हुँदा म पनि धेरै खुसी छु। जहाँ सम्मान, बुझाइ र माया हुन्छ, त्यहाँ सासु र बुहारी पनि राम्रो साथी बन्छन्। यदि हजुरहरूले हाम्रो भिडियो राम्रो लाग्योमा लाइक र फलो गर्नुहोला।